होइन। त्यही कारणले नै मैले भिडियो बनाएको हो। मैले चाहिँ यो ठाउँमा भिडियो किन बनाएको, यस्तो हरियाली किन छ भन्दाखेरि चाहिँ यहाँनिर धेरै मात्रामा हाम्रो नेपालमा यो धन छ क्या, यो सुन देख्नु भएको छ नि, यो हरेक सुन जुन छ नि मतलब यसको मूल्य छ क्या। र जङ्गलमा यो जति हामी जनसङ्ख्यामा छैनौँ, नेपाली जनसङ्ख्या 3 करोडको हाराहारीमा मानिन्छ। अब अहिलेको आँकडा के छ थाहा छैन। त्यसपछि अहिले यो ट्रीहरू थाहा छ कति छ, सायद त्यसको 54-55 भन्दा पनि माथि छ क्या। त्यति ट्री छ भनेपछि यो ट्रीको सदुपयोग नेपाल सरकारले, नेपाल गभर्मेन्टले कसरी गरिरहेको छ। 2083 लाग्दै नयाँ सरकार बन्दै बालनजीको सरकार बनेको छ। अब हामीले समर्थन गरेको पार्टी हो, हामीले भोट हालेको पार्टी हो होइन। यो भन्दै गर्दाखेरि म पनि त्यो भोटर हुँ होइन। यो नयाँ सरकारलाई यतिसम्म सपोर्ट गरेको टेम्पूमा हिँडेर म्याजिकमा हिँडेर मैले हुन्छ नि सकेसम्म चाहिँ एउटा आम नागरिक भएर मैले हुन्छ नि सबैको मनसाय बुझेर मैले उहाँहरूलाई भोट चाहिँ घन्टीमा हाल्नुपर्छ है भनेर डिसाइड गराएको छु। भन्दै गर्दाखेरि चाहिँ मैले के प्रश्न गर्न चाहेको भन्दाखेरि यो ट्रीहरू चाहिँ कसरी सदुपयोग भइरहेछ, यसको सदुपयोग कसरी हामीले गरिरहेको छौँ, यो आम पब्लिकमा कसरी आएन, किन आएन र आउनु पर्छ कि पर्दैन भन्ने मेरो चाहिँ जिज्ञासा हो। यो भन्दै गर्दाखेरि मलाई अलिकति डर पनि लागिरहेछ कतै होइन नि त। मैले यो बोलेकाले गर्दाखेरि चाहिँ मलाई चाहिँ हुन्छ नि कतैबाट नराम्रो थड आउने हो कि नराम्रो ऊ आउने हो कि भन्ने नि भइरहेछ। तर त्यस्तो चाहिँ नहोस् प्लिज। म राजनीतिमा हिँड्ने व्यक्ति पनि होइन, मलाई चासो पनि छैन होइन। म त एउटा काम गरेर खाने व्यक्ति हो। तर अब मलाई हुन्छ नि अब देख्दै गर्दाखेरि त आफू विदेशी नै छु होइन। र विदेशी नै गर्दाखेरि चाहिँ हुन्छ नि नेपालमा भएको धन यत्रो ठुलो धन हुन्छ नि, यो चाहिँ के गरिरहेको छ। अब पक्कै पनि जुन ठाउँमा म जाँदैछु त्यहाँ पनि ठुलो मात्रामा जङ्गल छ। तर त्यो जङ्गल चाहिँ कसरी सदुपयोग भइरहेछ त्यो पनि जोड्न चाहन्छु म। र यो भन्दै गर्दाखेरि यो मिनी ब्लग हो, सबैले सेयर गर्नु होला, सबैले लाइक गर्नु होला होइन। यो हाम्रो जङ्गल चाहिँ पब्लिकली जसरी हाम्रो भोट चाहिँ इन्टरनेसनली चाहिँ हुन्छ नि बाहिरबाट चाहिँ हुन्छ नि अनलाइन भोटिङ गर्न मिल्छ भन्ने खालको कुरा आउँदै यति डिजिटल हुन थालिसक्यो लाइफ होइन हाम्रो। र साना कुराहरू चाहिँ अझै पनि भित्र अन्डरग्राउन्ड छ क्या, राजनीति भइरहेछ क्या यसमा चाहिँ हुन्छ नि चरम राजनीति भएको देखेको पनि छु। चट्टा दाउराहरू त्यत्तिकै त्यो माटो भएर बिलाएको पनि देखेको छु क्या मैले नेपाल जङ्गलमा। मैले पनि 14 वर्षको उमेरमा मैले त 16 वर्षको उमेरमा मैले नेपालको जङ्गलमा चाहिँ हुन्छ नि चौकीदारी गर्ने मौका पाएको थिएँ। त्यति बेला पनि हुन्छ नि सयौँको आँकडामा हुन्छ नि साइकलहरू